हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो सानो मिनी ब्लगमा। तपाईँहरूलाई के कस्तो छ, सबै आरामै हुनुहुन्छ होला। अनि कताबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, अनि मलाई चाहिँ कमेन्ट गरेर साथ सपोर्ट दिनु होला। अनि त्यही भन्न चाहन्छु। बट अहिले चाहिँ म चाहिँ अहिले घर फर्किँदै रुमबाट। अहिले चाहिँ म यता के भन्छ अरे बाहिर यता मार्केट जान लाग्यो। रुममा तेल सिद्धे रहेछ, अनि चाहिँ तेल लिनु पऱ्यो भनेर खाना खानु पऱ्यो है। अनि त्यो तेल लिन जानु पऱ्यो यता माया सेन्टरमा। अनि हेर्छु यदि त्यहाँ राम्रो पाएछ भने चाहिँ त्यहाँबाट लिन्छु। सुपर मार्केटबाट बाहिर निक्लेर अहिले यो तेल किने है, एउटा सनफ्लावरको ओइल। अनि सनफ्लावर ओइल अहिले चाहिँ म रुमतिर जाँदैछु। अघि चाहिँ भिडियो बनाउन अलिक पाएन, किनकि अब म चाहिँ मोबाइल वालेट युज गर्छु नि त धेरै जस्तो। अनि चाहिँ मोबाइलबाट पे गरेको थिएँ, अनि चाहिँ मैले भिडियो क्लोज गर्नु पऱ्यो। अनि भिडियो बनाउनु, अनि त्यसपछि चाहिँ अहिले चाहिँ म यता रुमतिर जाँदैछु। अनि यस्तै गरी अब तपाईँहरूलाई चाहिँ अब नयाँ भिडियोहरू हेर्नु मन छ भने अब तपाईँहरूलाई कस्तो के लाग्छ भिडियोहरूमा, अब राम्रो लाग्छ भने मलाई त्यो कमेन्टहरू गर्नुहोस्। अनि साथ सपोर्ट दिँदै गर्नुहोस्। अनि म पनि सानो सानो भिडियोहरू सकेसम्म चाहिँ म भिडियोहरू हाल्ने प्रयास गर्छु। अनि वरिपरि यही रिगा वरिपरि अब जति पनि छ अब नयाँ नौलो कुराहरू, नयाँ चिजहरू चाहिँ म देखाउने प्रयास गर्छु। अनि तबसम्म चाहिँ मसँग जुडिरहनु होला। अनि मेरो भिडियोहरू हेरिराख्नु होला। अनि लाइकहरू गर्दै गर्नु होला। त्यतिन्जेललाई चाहिँ म यसलाई बिदा माग्छु। अहिले चाहिँ म बिदा माग्छु तपाईँहरूबाट। अनि फेरि आउने दिनहरूमा भिडियोमा तपाईँहरूसँग जुड्ने म आशावादी गर्दै यसलाई म बिदा माग्छु ल। अनि तपाईँहरू पनि आफ्नो केयर गर्नुहोस्, राम्रोसँग बस्नुहोस् भन्दै म अहिलेलाई साइन अफ हुन्छु। बाई बाई, टेक केयर, गुड नाइट।